ओइ जीवने त चाहिँ के गर्ने नि छुट्टीमा म त बिहान बिहानै जिम जान्छु अनि खतरा बडी बनाउँछु अच्छा गइस त जिम 20 केजीको चामल बोक्दा 30 दिनसम्म थला पर्छ त्यस्तो मान्छे जिम जाने रे जिममा गएर एकैचोटी 20 केजी उचाल्ने होइन नि त बिस्तारै बिस्तारै थप्दै जाने हो एकैचोटी 20 केजी उचाल्यो भने चाहिँ के हुन्छ नि केही हुँदैन अर्को दिनदेखि तिम्रो हात खुट्टा चल्दैन त्यति हो तिमीहरूको चाहिँ के प्लान छ केटी हो के गर्ने विचार छ छुट्टीमा म त पार्लर सिक्ने हो मम्मीको ब्युटी पार्लर छ मम्मीसँगै सिक्दै बस्छु म त तिमी चाहिँ के गर्छौ सम्झना म त कन्टेन्ट बनाउँदै बस्ने हो कति अरूको कन्टेन्ट हेर्नु अब आफ्नै कन्टेन्ट बनाउने हो अच्छा बनाऊ बनाऊ मेरो फुल सपोर्ट छ तिमीलाई तर इयरफोन ल्याएर हेर्नुपर्ने कन्टेन्ट चाहिँ नबनाऊ है गाइज मसँग एउटा प्लान छ हामी सबै मिलेर एउटा युट्युब च्यानल खोलौँ अनि त्यसमा फन्नी भिडियोहरू बनाएर हाल्नुपर्छ ल ल बनाम बनाम म बाउ बन्छु त छोरा बन यो चाहिँ छिमेकी अनि यिनीहरू दुईजना चाहिँ मेरो बुढी साले तू बन्नु छैन मलाई कसैको बुढी मलाई त एक्टिङ गर्न पनि आउँदैन तिमीहरू नै बनाऊ भिडियो एक्टिङ त कति नेपाली हिरो हिरोइनलाई पनि आउँदैन नि त्यही पनि उनीहरूले फिल्म बनाइरहेछन् त तिमी चिन्ता नगर के भिडियो बनाउँदै गएपछि एक्टिङ आफै आउँछ तेरो बाउले भन्थ्यौ अनि हामीले बनाएको भिडियो कसैले हेरेन भने किन हेर्दैन जसले हाम्रो भिडियो हेर्दैन नि त्यसलाई बन्दुक ताकेर हेर्न लाउनु पर्छ खुरुक्क हाम्रो भिडियो हेर अनि 10 जनालाई शेयर गर नत्र तेरो स्वर्गको टिकट काट्छु भनेर धम्काउनु पर्छ त्यसपछि हेरिहाल्छ नि